हेलो साथीहरू, नमस्कार। साथीहरू, आज म तपाईहरुलाई जीवन बीमा सम्बन्धी एउटा तपाईहरुले नसुन्नु भएको कुरा, एउटा नयाँ टपिकमा भिडियो बनाएको छु। यो तपाईहरुलाई प्राय जस्तो त्यति थाहा छैन, तर यो जीवन बीमामा फ्रिक्वेन्टली पटक पटक यो घटनाहरू हुन आउँछ। अब त्यो घटना के हो यहाँ सुन्नुहोस् तपाईहरुले। साथीहरू, र यदि तपाईलाई यो भिडियो तपाईलाई मन परेमा र तपाईहरुको लागि यो नयाँ जस्तो लाग्यो र नयाँ जानकारी जस्तो लाग्यो भने तपाईहरुले लाइक गर्नुहोला, सब्स्क्राइब गर्नुहोला, कमेन्ट गर्नुहोला र शेयर गर्नुहोला। साथसाथै भिडियोको देब्रेपट्टि कुनामा तपाईहरुलाई क्विज पनि राखेको हुन्छ। तपाईहरुले त्यो क्विजमा तपाईले यो सुन्नु भएको कुराहरु तपाईले बुझ्नु भएको छैन, बुझ्नु भयो कि भएन त्यो पनि चेक गर्न सक्नुहुन्छ क्विजमा तपाईहरुले। साथीहरु, त्यो विषय के हो भने कोही मान्छेले जानी फेक डकुमेन्ट दिएर छलकपट गरी जीवन बीमा गर्यो भने त्यस्तो अवस्थामा के हुन्छ, आजको विषय हो यो। पटक पटक यो बीमा कम्पनीमा यस्तो खालको क्लेमहरु आएको छ र यस्तो क्लेमहरुमा छुट्टा छुट्टै किसिमको घटनाहरु पनि भएको छ। अब त्यो घटनाहरु के भएको छ म बताउन गइरहेको छु तपाईहरुलाई। मानव एकजना मान्छेले सुरुमा गरौँ भन्दाखेरि भोलि गरौँला, पर्सि गरौँला, पछि गरौँला भनेर आलटाल गर्दै जान्छ। आलटाल गर्दै जाँदाखेरि उहाँमा स्वास्थ्य समस्या देख्न सकिन्छ। प्राणघातक रोगको शिकार भएको उहाँ भेट्न सक्नुहुन्छ। उहाँ त्यस्तो अवस्थामा पुगेको हुन्छ। त्यो अवस्थामा धेरै मान्छेले बिमा गराएको र त्यस्तो अवस्थाको बिमा गराएको थुप्रै पाएको छ। अभिकर्तालाई पनि थाहा हुँदैन, ब्रान्चको कर्मचारीलाई पनि थाहा हुँदैन। बिमा गरेको हुन्छ, बिमा आएपछि लिन्छ अवश्य पनि। इन्कम स्रोतदेखि लिएर भेरिफाइड हुने डकुमेन्ट दिएपछि बिमा हुनु स्वाभाविक हो। तर उहाँले केही समयपछि क्लेम गर्नुहुन्छ, 1 वर्षपछि, 2 वर्षपछि अथवा 6 महिनापछि उहाँले क्लेम गर्नुहुन्छ। त्यस्तो अवस्थामा दाबी आयो भने अब उसको दाबी के हुन्छ? साथीहरू, यस्तो केसमा त्यस्तो क्लेम त्यस्तो बिमितले पाउने त कुरै छोडौं, उहाँले तिर्नु भएको पैसा प्रिमियम पनि पाउनुहुन्न। यो बिमाको कानुन हो। यदि उहाँले फर्जी डकुमेन्ट देखाएर बिमा गरायो र नियत बस ठुलो रकम चाहिँ क्लेम गर्ने हिसाबले उहाँले बिमा गर्नुभएको थियो, त्यो अवस्थामा र उहाँले क्लेम गर्नुभयो भने उहाँले 1 पैसा पनि पाउनुहुन्न। उहाँले तिर्नु भएको पैसा पनि पाउनुहुन्न। किन भन्दाखेरि त्यो नियत नै खराब भएर ठगी गर्ने उद्देश्यका साथ बिमा गरिएको देखेको हुनाले यसमा 1 पैसा पनि बिमा क्लेम पाउँदैन। आफूले तिरेको पैसा पनि पाउँदैन। हेर्नुहोस् है, विचार गर्नुहोला। पछि घटना घटिसकेपछि बिमा गराउँदाखेरि यस्तो समस्या भएको, यस्तो लफडा बेहोरेको कति बिमितहरू भोलिको दिन अथवा त्यो पोलिसीसँग जोडिएको कुनै किसिमको थाहा पाई यो केसमा कर्मचारी अभिकर्ता पनि जोडिन गयो भने सबैजनालाई कारबाहीको दायरामा ल्याउँछ राज्यको कानुनले। त्यसैले यस्तो खालको पोलिसीहरू कसैले पनि नहाल्नु होला। विगतको केही वर्षहरूमा मेरो अनुभवमा यस्तो खालको पोलिसीमा यस्तो खालको भुक्तानीको लागि दाबीहरू धेरै आएको छ, तर कम्पनीले दिएको छैन। जुनसुकै कम्पनीले यस्तो खालको पोलिसी हालेर बिमा दाबी गरिएको खण्डमा बिमाबाट पाउने सुविधा पाउन त परै जाओस्, कानुनी कारबाहीको दायरामा आएर सजाय भोग्नु पर्ने परिस्थिति पनि आउँछ। ठुलै पोलिसी हो भने CIB सम्मले पनि छानबिन गर्छ। त्यसैले साथीहरू, यदि जीवन बीमा गर्नुपर्ने अवस्था छ तपाईलाई भने तपाईले समयमा नै जीवन बीमा गरेर आफ्नो परिवारको लागि आर्थिक सुरक्षा लिएर ढुक्क भएर बस्नुहोला। यदि तपाईलाई जीवन बीमा सम्बन्धी राम्रो जानकारी चाहेमा मलाई यहाँ मेरो स्क्रिनमा दिएको यो मोबाइल नम्बर 9818 25 60 23 मा तपाईले कल गरेर सोध्न सक्नुहुन्छ अथवा व्हाट्सएप गर्न पनि सक्नुहुन्छ। हस्, यति भन्दै बिदा हुन चाहन्छु। नमस्कार, धन्यवाद।